नमस्ते सबैजनालाई मेरो यस मिनी भ्लगमा हजुरहरूलाई धेरै स्वागत छ। भनिन्छ नि प्रतीक्षाको फल एकदमै मिठो हुन्छ। लगभग 1 वर्षको कठोर पश्चातपछि आज फुपूहरू अस्ट्रेलिया अथवा हाम्रो सानो संसारमा आगमन गर्नुहुँदैछ। दाइले हामीलाई फुपूहरूको वेलकम गर्न एयरपोर्टमा ड्राइभ गर्नुहुँदैछ। आज हामी फुपूहरूको स्केड्युल ल्यान्डिङ टाइममा पुगेका थियौं, तर चेकआउट प्रोसेसमा अलि ढिला हुन गएकाले हामी एकछिन फुपूहरूलाई कुरिरह्यौं। फुपूहरू झन्डै 1 घण्टा पश्चात इमिग्रेसन क्लियर गरेर अराइभल गेटतिर आउनुभयो। हाम्रो निम्ति यो क्षण एकदमै अविस्मरणीय बनेको छ। फुपूहरूलाई हामी विगत 7 वर्षदेखि बसेको ठाउँ, यहाँको रहनसहन, लाइफस्टाइलको अवगत गर्न पाउँदा एकदमै खुसी पनि छौं। अनि यस खुसीको क्षणमा हाम्रा बुवा अथवा स्वर्गीय मेरा मामा ससुरालाई एकदमै सम्झेका छौं। फुपूहरूको आगमनका साथसाथै हाम्रो परिवारमा हर्ष उल्लास छाएको छ। फुपूहरूले नेपालबाट धेरै माया गरेर ल्याइदिनु भएको खुसियाली साथै आशीर्वाद ग्रहण गर्यौं अनि यसरी हाम्रो दिनचर्या सकियो।